स्कुल पढाएर स्कुलमा पठाएर यो सबै कुरा बच्चाले सिक्छ भने फेरि समयको कुरा आउँछ। स्कुलमा 1 to 1 विद्यार्थी र अभिभावक, गार्जियन, टिचर कति समय बिताउँछ, एउटा विद्यार्थीलाई कति समय दिन्छ त? तर अभिभावकले त घण्टौं दिन सक्छ। सो डेफिनेटली तपाईं बढी टाइम दिने व्यक्ति जो बच्चासँग सबभन्दा बढी समय बिताउँछ नि, उसको क्यारेक्टर त्यो बच्चाले आत्मसात गर्छ। त्यसैले मातापिता आफ्नो क्यारेक्टर यदि बच्चामा जाओस्, एउटा त जेनेटिक त स्वतः गइहाल्छ, तर त्यसपछि जुन व्यवहार, संस्कार, ह्याबिट्सको कुराहरू छ, यो यदि तपाईं राम्रो चाहनुहुन्छ भने तपाईं आफै राम्रो भएर र बच्चासँग समय दिएर त्यो हामी ट्रान्समिट गर्न सक्छौं त्यसको व्यवहारमा। र यदि त्यो राम्ररी तपाईं इन्जेक्ट गरिदिनु भयो उसको मस्तिष्कमा, तपाईले यो कुरालाई राखेर उसलाई रियलाइज गराइदिनु भयो भने तपाईको बच्चा जस्तो विपरीत प्रतिकूल परिस्थितिमा पनि ऊ चाहिँ चेन्ज हुँदैन। उसको साथी खराब ह्याबिट फलो गर्न सक्छ, उसले गर्दैन।